सौगात भाइको केसले ठुटुनो र टुनो सम्हाल्नु पर्छ है, होइन भने दुःख पाइन्छ भन्ने कुरा पुष्टि हुन्छ। अमेरिका पढ्न गएका बस्नेत कुन जिल्लाको गेस गर्नुस्, 22 वर्षको लागि अमेरिकामा जेल जाँदैछन् र कारण सबै नेपालीहरूको लागि लज्जास्पद छ। कुरा सुरु हुन्छ 1 जनवरी 2026 न्यू इयरको रातमा अमेरिकाको ओहाइयो राज्यमा। स्टुडेन्ट भिजामा जाने धेरै नेपाली भाइ बहिनीहरू काम र पढाइमा फोकस गर्छन्, मेहनत गर्छन्, तर काठमाडौँको पेसिफिक कन्सल्टेन्सीको युट्युब भिडियोमा सम्म फिचर गरेको बस्नेत भाइको फोकस अरू कुरामा नै रहेछ। त्यो दिन उनको घर छेउको छिमेकी एकजना अमेरिकन महिला नसामा ढुट भएर आफ्नो हराएको कुकुर खोजिरहेको देख्छन् र यहीनिर बस्नेतले मौका भेटाउँछन्। सायद यस्तो मौका पहिलेदेखि खोजेको थिए, थाहा भएन। ठिक छ, 20 वर्ष जवानीको जोश, गल्ती हुन सक्छ, म मान्छु, तर गल्ती पछि पनि जुन हरकत गरे नि, बिचरा भन्न पनि मन लाग्दैन। बस्नेत भाइ त्यो दिन बिना कुनै अनुमति त्यो महिलाको घरमा छिर्छन्। त्यो महिला बेहोस भएर सुतेको देख्छन् र भाइले त्यही बेहोसी मौकाको फाइदा उठाउँछन् धेरै पटक, र उनी कसरी रङ्गहात पक्राउ परेर रेप केसमा 20 वर्षको लागि जेलमा जान्छन् त्यो सुन्नुभयो भने हजुर पनि भगवानको चमत्कारमा विश्वास गर्नुहुन्छ। यार ठिक छ, विचार पुराएनन्, आफ्नो हवस पुरा गरे, तर उनले त्यो बेहोसी महिलाको नाङ्गो फोटो भिडियोहरू खिचेर आफ्नो साथीहरूलाई सोशल मिडियामा शेयर गर्न सुरु गरे। जे कुरामा नि सोशल भ्यालिडेसन चाहिने यो जेनेरेसनका बस्नेत भाइ आफू जेलमा त गए, तर पुरै नेपालीको बेइज्जत भइसकेपछि त्यति बेला नै दुवैजना नग्न अवस्थामा बस्नेतले भिडियो गराउँदै गर्दा त्यही हराएको कुकुर त्यो महिला जुन पीडित मान्छेलाई बुझाउन आउँदा अर्को छिमेकीले यो सब देखेर तुरुन्त पुलिसलाई बोलाउँछन् र बस्नेतको जेलको टिकट काटिदिन्छ।